जसले नाच्दैन जसले ताली बजाउँदैन त्यस्तालाई भगवानले पापी बक्सिन्छ। जसले धर्म कमाउन चाहन्छ सबले हातमा गरेर ताली बजाइदिए बक्सेला। अर्घाखाँचीतिर बल्ल त भयो रमाइलो। अर्घाखाँचीतिर सबैलाई बल्ल त भयो रमाइलो। अर्घाखाँचीतिर रमाइलो रमाइलो ए अर्घाखाँचीतिर बल्ल त भयो जसले नाच्छ जसले ताली बजाउँछ त्यो मान्छे मरेपछि स्वर्ग जाने बेलामा राम्रो बाटो भएर जान पाउँछ। जसले नाच्दैन जसले ताली बजाउँदैन त्यो मान्छे मरेपछि स्वर्ग जाने बेलामा बाटो झुकिन्छ। अब बाँच्नु चाहिँ आफ्नै गाउँमा आफ्नै ठाउँमा यति रमाइलो भएको बेला भने कलाकारहरू कहाँ कहाँबाट आछन्। अब यति राम्रो कार्यक्रम आयोजन गरेर यति राम्रो कार्यक्रम लगाउनु भएको छ तर पनि धुममा परेछ। ल ठिकै रहेछ यो केटो ठिक्कको आयो त उमेर पनि भर्खरको रहेछ। ल ल ल ठिक छ गाउँ 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 भनेर मन भने नरमाई नरमाई बस्छ। त्यो मान्छे मरेपछि स्वर्ग जाने बेलामा बाटो झुकेर त्यो मान्छे भूत भएर डुल्न पर्छ। कसरी स्वर्ग जाने बेलामा कसरी बाटो झुकिन्छ भने स्वर्ग जाने बाटो तल्लो हो कि माथिल्लो। स्वर्ग जाने बाटो तल्लो हो कि